विद्यार्थी भाइ बहिनीहरु तथा शिक्षक साथीहरु नमस्कार। आजको यो भिडियोमा हामी क्लास 11 इंग्लिशको युनिट 9 अन्तर्गतको वेज विथ वर्ड्स, कम्प्रिहेन्सन र क्रिटिकल थिंकिङमा जति पनि एक्सरसाइजहरु छन् ती सबै एक्सरसाइजहरु हेर्ने छौं। सो भिडियो लास्टसम्म हेरेर फाइदा उठाउनु होला। ओके, नाउ लेट्स बिगिन विथ वेज विथ वर्ड्स, जुन चाहिँ पेज नम्बर 83 र 84 मा रहेको छ। यसको एक्सरसाइज नम्बर ए ले के भन्छ त हेरौँ त भाइ बहिनीहरु। यसले भन्छ फाइन्ड द वर्ड्स इन द टेक्स्ट दैट मीन द सेम एज द फलोइङ। हैन, यहाँनेरि मिनिङ दिएको छ भाइ बहिनीहरु, त्यो चाहिँ कुन वर्डको चाहिँ मिल्ने मिनिङ हो त, हैन कुन वर्डको मिनिङ हो त भन्ने कुरा चाहिँ हामीले यहाँ पत्ता लगाउनु पर्ने हुन्छ। मैले सातवटै मिनिङको चाहिँ वर्ड पत्ता लगाएर लेखिदिएको छु, भाइ बहिनीहरुले मजाले हेरेर बुझेर सार्नु होला। ओके, बुझ्ने पनि कोसिस गर्नु होला है। ए नम्बरको एपार्थाइड, बी नम्बरको प्रोटेस्ट, सी नम्बरको ट्राइब हो, त्यसरी नै हुन्छ। मजाले हेरेर बुझेर सार्नु होला। ओके, नाउ लेट्स मुभ अन टु द नेक्स्ट एक्सरसाइज। Find these words in a dictionary and write their meanings as they are used in the text भनेको छ। यहाँ चाहिँ हामीले डिक्सनरी मिनिङ लेख्नु पर्ने हुन्छ। ओके, अनि यो जति पनि वर्डहरु यहाँ दिएको छ त्यो वर्डहरु चाहिँ वर्डहरुको चाहिँ एक्ज्याक्ट डिक्सनरी मिनिङ, हैन टेक्स्टमा युज भएको कन्टेक्स्ट अनुसारको डिक्सनरी मिनिङ हामीले खोज्नु पर्ने हुन्छ। मैले यहाँ 8 वटा वर्डहरुको चाहिँ डिक्सनरी मिनिङ, त्यो पनि कन्टेक्स्ट अनुसारको, टेक्स्टमा दिएको कन्टेक्स्ट अनुसारको मिनिङ राखिदिएको छु। भाइ बहिनीहरुले हेरेर बुझ्ने कोसिस गर्नु होला अनि मात्रै सार्नु होला। ओके, now let's move on to the next exercise number C. The D or ed in the following verbs have different pronunciation. Put these verbs in the correct box भनेको छ। भाइ बहिनीहरु यहाँनेरि हामीलाई तीनटा साउन्ड दिएको छ, ट, ड र एड। यहाँनेरि दिएको जति पनि वर्डहरु छ ती या त ट साउन्डमा या त ड साउन्डमा या त एड साउन्डमा इन्ड हुन्छन्। तिनीहरुलाई हामीले चाहिँ क्याटेगोराइज गर्नुपर्छ। कुन वर्ड ट साउन्डमा, कुन वर्ड ड साउन्डमा, कुन वर्ड एड साउन्डमा इन्ड हुन्छ, त्यसलाई हामीले क्याटेगोराइज गर्नुपर्ने हुन्छ। मैले यहाँ सबै गर्दैको छु, भाइ बहिनीहरुले बुझेर सार्नु होला। ओके, यहाँ पनि त्यस्तै प्रोनाउन्सिएसनसँग रिलेटेड एक्सरसाइज छ भाइ बहिनीहरु। के भनेको छ त भन्दाखेरि पुट दिज नाउन्स इन्टु द करेक्ट बक्स अकर्डिङ टु द प्रोनाउन्सिएसन अफ द प्लुरल सफिक्स एस और इएस। हैन, लास्टमा एस लागेपछि जुन प्लुरल भए ती प्लुरल एस र वा इएस ले पनि बेग्ला बेग्लै साउन्ड प्रड्युस गर्छन् क्या भाइ बहिनीहरु। कुनै कुनै एसले स साउन्ड प्रड्युस गर्छ भने कुनै कुनै जले अथवा कुनै कुनै एसले चाहिँ इज साउन्ड प्रड्युस गर्छन्। तिनीहरुलाई हामीले क्याटेगोराइज गर्नुपर्ने हुन्छ। मैले गर्दैको छु, मजाले बुझेर सार्नु होला। कम्प्रिहेन्सनसँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु, यो चाहिँ पेज नम्बर 84 मा रहेको छ है त। यसमा एन्सर द फलोइङ क्वेशन भनेको हुन्छ। यसमा चाहिँ हामीलाई जम्मा 6 वटा क्वेशन दिएको छ भाइ बहिनीहरु। त्यसमध्ये मैले क्वेशन नम्बर ए र बी को एन्सर चाहिँ यहाँ राखेको छु। क्वेशन नम्बर ए ले के भन्छ त, व्हाट वर द रेस्ट्रिक्शन्स इम्पोज्ड टु द ब्ल्याक्स इन साउथ अफ्रिका भनेको छ। बी ले चाहिँ व्हाई वाज मण्डेला अरेस्टेड, मण्डेलालाई चाहिँ किन समातियो, हिरासतमा लिइयो भनेर सोधेको हो। अब त्यस्तै क्वेशन नम्बर सी र डी को एन्सर चाहिँ तपाई यहाँ देख्न सक्नुहुन्छ। हाउ डिड ही डिस्क्राइब रेसिजम एन्ड रेशियल अप्रेसन भनेको छ। अनि डी ले चाहिँ व्हाई डिड ही थ्याङ्क अल द इन्टरनेसनल गेस्ट्स भनेको छ। यो दुईटै क्वेशनको सर्ट एन्सर, मैले धेरै लामो लेखेको छुइनँ, भाइ बहिनीहरुलाई पढ्न पनि बोर हुन्छ होला अथवा सार्न पनि दिक्क लाग्छ होला, त्यही भएर मैले जतिसक्दो छोटो एन्सर बनाउने कोसिस गरेको छु। भाइ बहिनीहरुले बुझेर मात्रै सार्नु होला। ओके, किनभने यो भिडियो बनाउनुको उद्देश्य चाहिँ भाइ बहिनीहरुलाई होमवर्कमा सजिलो पार्नको लागि मात्रै होइन, भाइ बहिनीहरुलाई चाहिँ केही ज्ञान दिन, केही बुझाउनको लागि पनि हो। ओके, साथै शिक्षक साथीहरुलाई पनि सहयोग गर्नको लागि मैले यो भिडियो बनाएको हो। ल, एक्सरसाइज क्वेशन नम्बर ई र एफ को एन्सर पनि तपाईँ यहाँ देख्न सक्नुहुन्छ भाइ बहिनीहरु। भाइ बहिनीहरुले मेरो भिडियोमा कतै मिस्टेक देख्नुभयो भने मलाई कमेन्ट मार्फत जानकारी गराउनु होला, म त्यसको एन्सर दिनेछु। भाइ बहिनीहरुको सबै कमेन्ट पढ्छु म। ओके, ल यो भिडियोका लागि चाहिँ लास्ट एक्सरसाइज हो यो, क्रिटिकल थिंकिङसँग रिलेटेड, पेज नम्बर 84 मै रहेको छ। यसमा तीनटा क्वेशन छ भाइ बहिनीहरु। क्वेशन नम्बर ए ले के भन्छ त, व्हाट डज मण्डेला मीन व्हेन ही सेज अ रेनबो नेसन एट पीस विथ इटसेल्फ एन्ड द वर्ल्ड भनेको छ। यो क्वेशनको एन्सर चाहिँ मैले लगभग 100 वर्ड्समा भनौँ न 10-12 लाइन 15 लाइन जतिमा आट्ने टाइपको एन्सर लेखेको छु, भाइ बहिनीहरुलाई पनि बोर नलागोस् भनेर। क्रिटिकल थिंकिङ सँग रिलेटेड क्वेशनहरु भाइ बहिनीहरु हामीले आफ्नो क्रिएटिभ एन्सर दिनुपर्ने हुन्छ है, त्यही भएर यसको एन्सर चाहिँ साह्रै छोटो पनि पार्न सकिदैन। यतिको एन्सर भनेको ठिक्कको एन्सर हो। ओके, त्यही भएर झर्को नमानिकन सार्नु होला। यो चाहिँ एकदम क्वेशनले मागे जतिको एन्सर हो, योभन्दा बढाउन पनि सकिन्थ्यो, तर मैले भाइ बहिनीहरुलाई चाहिँ किन त्यस बोर फिल गराउनु भनेर चाहिँ मैले ठिक्कको एन्सर, पढ्न पनि सजिलो, मेमोराइज गर्न पनि सजिलो अनि सार्न पनि सजिलो भनेर चाहिँ ठिक्कको एन्सर तयार पारेको छु। भाइ बहिनीहरुले हेर्नु होला। ओके, यो बी नम्बरको क्वेशनको एन्सर पछि चाहिँ अब सी नम्बरको क्वेशनको एन्सर पनि छ। यो चाहिँ लास्ट क्वेशन हो। व्हाई एन्ड हाउ हैव सोसाइटीज स्ट्रगल्ड विथ सेग्रिगेसन इन द वर्ल्ड, डु यु फाइन्ड एनी एभिडेन्स अफ सेग्रिगेसन इन योर सोसाइटी भनेको छ, डिस्कस भनेको छ। यसको एन्सर पनि मैले लेखिदिएको छु, भाइ बहिनीहरु हेरेर पढ्नु होला। भाइ बहिनीहरुलाई मेरो भिडियोले हेल्प गरिरहेछ भने
है कुनै तरिकाले हेल्प गरिरहेछ भने भाइ बहिनीहरूले मेरो भिडियोलाई लाइक गर्नु पर्यो अनि च्यानललाई सब्स्क्राइब गर्नु पर्यो अनि साथीभाइहरूसँग मेरो भिडियो सेयर पनि गर्नु पर्यो भाइ बहिनीहरू ओके ल अनि भाइ बहिनीहरूलाई अरू युनिटको भिडियो चाहियो भने चाहिँ के गर्ने त भन्दा डिस्क्रिप्सनमा मैले एउटा लिङ्क दिएको छु त्यो लिङ्कमा क्लिक गर्नुभयो भने तपाईँले क्लास 11 इङ्ग्लिसको जति पनि युनिटहरू छ त्यो सबै युनिटको एक्सर्साइज त्यहाँ पाउनुहुन्छ त्यहाँ गएर आफूलाई चाहिएको युनिटको एक्सर्साइजहरू क्लिक गरेर हेर्न सक्नुहुन्छ भन्दै अहिलेसम्म भिडियो हेर्नुभयो भाइ बहिनीहरू त्यसको लागि थ्याङ्क यू अनि फेरि पनि मेरो भिडियोहरू अरू भिडियोहरू पनि हेर्दै गर्नुहोला थ्याङ्क यू